सो गाइज वेलकम ब्याक त के भनौँ भर्खर सुरु गर्दैछु होइन। मलाई चाहिँ यस्तरी भिडियो बनाएर आउँछु जस्तो मलाई लागेको थिएन। मैले सोचेको थिएँ म म्युजिकहरू अलिअलि गर्छु, क्लिपिङहरू गर्छु अनि युट्युबतिर हालिदिन्छु भन्ने सोचेको थिएँ। तर बिचमा के भयो भने म एउटा इभेन्ट भन्न चाहन्छु, त्यो पछि अनि हामी गीत गरौँला। अस्ति मैले भिडियो हालेँ, म चाहिँ अब आउँदैछु, म गीतहरू गाउन खोज्दैछु। पहिला गरेको थिएँ अनि फेरि सुरु गर्दैछु भनेर चाहिँ एउटा सानो भिडियो हालेको थिएँ। त्यो भिडियो हालेपछि के भयो भने अरू त सबै ठिकै भयो होइन, साथीहरूले अलिअलि सपोर्ट पनि देखाए, अलिअलि म्यासेज गरे। मेन कुरो के भयो भने घरबाट फोन आयो। फोन आएपछि मम्मीले मलाई कराउनु भयो। के भन्नुभयो भने पहिला पनि म्युजिक गर्छु भनेर यहाँ गऱ्यो, यताउता गऱ्यो, पैसा सैसा खर्च पनि गऱ्यो, के किन्यो, अनि यहाँ नपुगेर त्यहाँ गएर पनि के किनेर के गर्न खोजेको हो भनेर कराउनु भयो। अनि मैले मम्मीलाई भने यस्तो यस्तो सोचाइरहेछ, मलाई यस्तो यस्तो भइरहेछ, म यो गर्छु नि त एकचोटि भनेर भनेन्। अनि मम्मीले के भन्नुभयो भने गर्न चाहिँ गर, तर गीत गर्दाखेरि चाहिँ कुनै भाका भएको, कुनै लय बोकेको, कुनै समस्या बोकेको वा पीडा बोकेको, कुनै चाहिँ कथा बोकेको गीत गाउनु पर्यो। हावाहुरीमा यो गर्छु भनेर हल्लेर भएन भन्ने तरिकाले चाहिँ मम्मीले भन्नुभएपछि चाहिँ आई वाज लाइक ड्याम, हो त जस्तो मलाई फिल भयो होइन। अनि त्यसपछि मैले सोचेँ साँच्चै हो। अनि मैले मम्मीले सोधेँ तपाईँलाई चाहिँ कस्तो गीत सुन्नु मन लागेछ त, ल छोरोले कस्तो गीत गाइदियो होला जस्तो लागेछ भने। मलाई कस्तो लाग्दैन, जस्तो गाइन तैँले जस्तो गाइन भइहाल्छ, तर मलाई सुन्दाखेरि स्टोरी होस्, कुनै चाहिँ कथा बोकेको होस्, कुनै पीडा बोकेको होस्, अनि सुन्नु लाग्ने खाले गीत होस् भनेर भन्नुहोस्। तपाईँलाई चाहिने त खास त्यस्तै गीत हो। तर मम्मीले त्यो भनेपछि मलाई के फिल भयो भने मम्मीहरूकै टाइपको वा मम्मीहरूलाई मनपर्ने टाइपको गीत गरिदिउँ न त, मोडर्न म्युजिकमा नि त्यो गर्न त सकिहालिन्छ नि होइन। भइरहेको पनि छ, आइरहेको पनि छ त्यस्ता गीतहरू। अनि मैले त्यो पछि ओके भनेर मेरो साथीलाई फोन गरेँ, मेनियाक ट्र्याक्स हेभन स्टुडियो। हाम्रो एउटा सानो स्टुडियो छ, धेरै वर्ष पहिला अगाडि खोलेको थियौँ, 3-4 वर्ष अगाडि पहिला खोलेको। कामहरू पनि अहिले राम्रो भइरहेछ, इन्डस्ट्री लेभलको कामहरू भइरहेछ। रियालिटी सोजहरूको काम भएको छ, कसैलाई म्युजिक गर्नु छ, कसैलाई बिट चाहिएको छ भने हामीले त्यसको काम गर्छौँ। अनि एडहरूको काम पनि हुन्छ, अनि सिरियलहरूको चाहिँ ब्याकग्राउन्ड म्युजिकहरूको काम पनि हुन्छ। अब यसको यो बारे चाहिँ कुरा हामी अर्को यस्तै भिडियोबाट अर्कोमा गरौँला होइन। त्योभन्दा नि म चाहिँ अहिले केमा फोकस हुन चाहन्छु भने मेरो कुरोमा। अनि मैले उसलाई साथीलाई फोन गरेँ, मम्मी त यार यस्तो यस्तो भन्नुहुन्छ, के हो भनेर भनेको। अनि उसले चाहिँ म्युजिकहरू बनाउँछ, हिपहपको गर्छ नि त म्याक्सिमम्। ऊ पनि त्यही भन्छ, मेरो घरमा नि त्यही भन्छ त नि यार, मम्मीहरूले त्यही भन्छ भने पुरानो टाइपको चाहिँ गीतै छैन भनेर कम्प्लेन गर्नुहुन्छ, के बनाओ डङ डङ मात्रै छ भनेर। एकछिन रमाइलो भएपछि उसले एउटा बिट मैले बनाएको छु सुन भनेर उसले मलाई बिट पठायो। त्यसपछि आई वाज लाइक वाउ, मलाई मन पऱ्यो। मन परेपछि म यसमा लेख्छु भनेर भने उसलाई इन्स्ट्यान्टली मैले भनिदिएँ म यसमा लेख्छु भनेर। अनि मैले लेखेँ, अनि लेखेपछि त्यो गीत रेडी भयो। यो ब्याकग्राउन्ड चाहिँ भन्नुको कारण के हो भने म चाहिँ ऱ्यापमै मात्र फोकस हुन्छु भन्ने सोचेको थिएँ नि त। तर म चाहिँ आफूलाई थोरै ब्रड बनाउँदैछु क्या। अनि त्यही हो, अब चाहिँ म त्यो गीत गाउन जाँदैछु, कस्तो हुन्छ भन्नु होला, राम्रो भए पनि नराम्रो भए पनि सुन्नु होला भनौँ न अब के भन्ने है त। ओके, हियर वी गो।
जिम्मेवारीले बुढो आँसु थाम्दैछन् धारा केटेर बुढियामा रुँदैछ छाती पिटेर लय लय उमेर ऋणको भारीले छोरो विदेश भासियो जिम्मेवारीले बुढो आँसु थाम्दैछन् धारा केटेर बुढियामा रुँदैछ छाती पिटेर जसो तसो विदेश पस्यो कहाँ हुन्छ र सोचे जस्तो न त कामको ठेगान थियो न त खाना बस्न सस्तो कलेज पनि जानै पर्थ्यो चारा ठाउँमा काम गर्थ्यो न त कहिले निन्द्रा मर्थ्यो न त धेरै पैसा बस्थ्यो बिस्तारैको लतमा फस्यो थकान मेट्न होटेल पस्थ्यो कहिले काहीँ चाहिँ घर सम्झेर यादहरूले टोलो हुन्थ्यो यस्तै रहेछ विदेश यात्रा 2 वर्षमा 8 लाख मात्र नओकल्नु न त निल्नु यसरी ऋण कहिले तिर्नु बाउको एउटा सपना थियो फर्केपछि बिहे गर्ने बाजा गाजा गाउँले बोलाइ बुहारीलाई घर भित्राउने तर उसको भाग्य फुट्या घात गर्यो नियतिले छोरो यता बिग्रिसक्यो रक्सी चुरोट भोटिनीले गोरी गोरी गोरीले गोरी मोरीले सँगै बसौँ भन्दैछ फिलिपिनीले गोरी गोरी गोरीले बाई गुनीले सोझो छोरो लुटी गई आलक्षिनीले गोरी गोरी गोरीले गोरी मोरीले सँगै बसौँ भन्दैछ फिलिपिनीले गोरी गोरी गोरीले बाई गुनीले सोझो छोरो लुटी गई आलक्षिनीले छोरो अब फोन गर्दैन बा आमालाई भुलो क्यारे विदेशीलाई बे गरेछ 2टा बच्चा पनि छ रे कान्छो छोरो पत्तो छैन बम्बईतिर मर्यो बाँच्यो जेठी छोरी मरि अरे घर बिग्रेर लगै पासो कान्छी माइली आउँछन् कहिले चाडबाड आएपछि छोरी आफ्नो हुन्न रहेछ पढाइ घरको भएपछि हे ईश्वर यो खै के गर्यौ बुढेसकालमा एक्लो पार्यौ पाकल गर्छु बोक्को काट्छु मेरा 2 सन्तान फर्काइदेऊ भनी मन्दिर धाउँछ बाउ मूर्ति अघि घुँडा टेक्छ हरेक राति सपनामा छोराहरू फर्का देख्छ आमा पनि भरभर आउँछिन् बाटो हेर्दै दिन गन्दै बिर्दा बत्ता तलाई दिउँला फर्की आइज छोरा भन्दै बाढी आयो उर्लेर खोली तिरमा बुढियामा मरिछ लडी भिरमा कालो बोका मारेछ कालो बिरले बुढा बाउ गएछन् पिरै पिरले बाढी आयो उर्लेर खोली तिरमा बुढियामा मरिछ लडी भिरमा कालो बोका मारेछ कालो बिरले बुढा बाउ गएछन् पिरै पिरले च्याउलिरो यो वनमा के छ कालो धनमा कल्लेरीको वनमा के छ कालो धनमा 2 दिने जीवनमा के छ कालो धनमा न्याउलिरो यो वनमा के छ कालो धनमा कल्लेरीको वनमा के छ कालो धनमा 2 दिने जीवनमा के छ कालो धनमा ला 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 ला